साले बोयफ्रेन्ड आजबाट तेरो र मेरो ब्रेकअप। माया गर्थेँ उसलाई मैले यो झुटो संसारमा, तर उसले त मेरो माया नै बुझेन। अब म यो संसारमा कि बाँचेर मेरो अर्थै छैन जस्तो लाग्न थालिसक्यो मलाई। म के गरौँ, म बाँचेर पनि केही कामै छैन। के गर्नु साथी, पागल भइस क्या हो? गर्लफ्रेन्डले धोका दियो यार, मैले यस्तो ट्रु लभ गरेको थिएँ। अनि गर्लफ्रेन्डले धोका दियो भनेर हात काट्ने हो त? अनि म के गर्ने, म केही सोच्नै सकेको छैन, केही सोच्नै सकेको छैन यार। केही नसोच, केही सोच्न पर्दैन। सुन अब यता, यसरी हात काटेर रगत खेर फाल्नुभन्दा भोलि यसै डन एक्सपो सेन्टरमा हुन गइरहेको दोस्रो ऐतिहासिक रक्तदान महोत्सवमा सहभागी भौँ, रगतदान देऊ र कसैको जीवन बचाऊ। तपाईँको यो योगदान खेर जाँदैन। तपाईँको यो योगदानले कसैको जीवन बचाउन सक्छ त कसैको जीवन फेरि फर्काउन सक्छ। रगतदान गरिसकेपछि लकी विनर्सहरूले इलेक्ट्रिक स्कुटर, सोफा, स्मार्टफोन, साइकल, एयरबड्स र अन्य ग्याजेट्सहरू पनि पाउन सक्नुहुन्छ।